साथीहरु तपाईहरुलाई आज पनि हाम्रो विशेष नयाँ भिडियोमा स्वागत छ। आज पनि हामी तपाईको लागि विशेष नयाँ भिडियो लिएर आएका छौं। यो भिडियोमा आज हामी सिम्पली तपाईलाई साल्ट, इनो र वाटरको एक्सपेरिमेन्ट तपाईहरुलाई चाहिँ यो भिडियोमा हामी एक्सपेरिमेन्ट गरेर देखाउने छौं। त साथीहरु तपाईहरु हाम्रो यो भिडियो तपाई हेर्दै हुनुहुन्छ भने तपाई हाम्रो YouTube च्यानलमा पहिलो चोटी आउनु भएको छ भने यो YouTube च्यानललाई सब्स्क्राइब गर्न र यो भिडियोलाई लाइक गर्न पनि नबिर्सनु होला। आजको भिडियोमा हाम्रो मजै मजा छ है त। त साथीहरु आउनुस् आजको भिडियो सुरु। हामीसँग स्पेशली एउटा पानी छ, अनि त्यसपछि हामीसँग दुईटा ग्लास र इनो हामीसँग इनो र त्यसैगरी हामीसँग साल्ट छ। त साथीहरु अब हामी एक्सपेरिमेन्ट गर्छौं र तपाईहरुलाई देखाउँछौं आखिर साल्ट सँग हामीले सिम्पली इनो मिलाउँदाखेरि के हुन्छ त, त्यो तपाईहरुलाई यो भिडियो मार्फत हामी देखाउँदै छौं है त। त साथीहरु स्पेशली हामी पहिला पानी हाल्छौं। तपाईले यहाँ दुईटा सिम्पली देख्नु भएको छ, मसँग सिम्पली दुईटा छ र म यसमा पानी सिम्पली हाल्दै छु। एउटा मसँग यसमा आधी पानी मैले यसमा पनि हाले र यसमा पनि म पानी हाल्दै छु है त। त साथीहरु हामीसँग एउटा बोतलमा सिम्पली नर्मल पानी छ, एउटामा नर्मल पानी छ र एउटामा चाहिँ हामीसँग अब इनो पानी हामी साल्ट सहितको युज गर्छौं है त। अब यसमा हामीले सिम्पली चाहिँ साल्ट हामी यसमा एड गर्छौं है त। जस्तो हामी यसमा नुनलाई यसमा हाल्छौं र यतिकै हामी यसमा पनि हाल्छौं, तर अहिलेलाई चाहिँ हामी यो त्यतिकै छोड्दिन्छौं है त, यो नर्मल पानी। अब हामीले सिम्पली यसमा चाहिँ यसलाई हामी अलिकति यसलाई चाहिँ मिश्रण गर्छौं। यसलाई सिम्पली हामी यसमा चाहिँ घुमाउनका लागि यसलाई रोटेट गर्दै छौं है त साथीहरु। सिम्पली हामीले यसलाई रोटेट गर्यौं। अब रोटेट गरिसकेपछि हामी यसमा चाहिँ इनोलाई हाल्छौं है त। अब यसमा इनोलाई हामीले फिल अप गरिसकेपछि के हुन्छ त, त्यो कुरा छ, त्यसको लागि हामी देखाउँछौं है त। त साथीहरु अब हामी सिम्पली यसमा इनोलाई हामी हाल्छौं है। अब इनो हालेपछि कस्तो रिएक्सन गर्छ त्यो हामी आज प्र्याक्टिकली हेर्दै छौं है यो भिडियो मार्फत। र यसमा हामीले के गर्यौं भन्दाखेरि एउटा नर्मल पानी है, त्यसमा हामीसँग सिम्पली नर्मल पानीमै हामीले के गर्यौं त, सिम्पली यो साल्ट हामीले एड गर्यौं। अब साल्ट एड गरिसकेपछि यसमा के हुन्छ त, हामी इनो हालेपछि कस्तो रिएक्सन दिन्छ, के हुन्छ, हामी यहाँबाट तपाईलाई देखाउँदै छौं है त। त साथीहरु सिम्पली अब तपाईहरु यदि हाम्रो YouTube च्यानलमा पहिलो चोटी आउनु भएको छ भने हाम्रो YouTube च्यानललाई सब्स्क्राइब गर्न र यो भिडियोलाई लाइक गर्न पनि नबिर्सनु है त। त साथीहरु स्पेशली अब हामी इनोको प्याकेटलाई ओपन गर्छौं र यसमा इनो हामी हाल्छौं है त। इनो हाल्दाखेरि के हुन्छ त, त साथीहरु देख्न सक्नुहुन्छ स्पेशली यसमा चाहिँ रिएक्सन सुरु भएको छ। तपाईले देख्न सक्नुहुन्छ हामीले सिम्पली जुन यो हामीसँग एउटा चाहिँ नर्मल पानी थियो, नर्मल पानीमा हामीले स्पेशली चाहिँ के गरिन्थ्यौं, सिम्पली यसमा चाहिँ हामीले साल्ट एड गर्यौं र साल्ट एड गरिसकेपछि यसमा चाहिँ हामीले इनो हाल्दाखेरि रिएक्सन भएको छ। त साथीहरु यसमा सिम्पल एउटा रिएक्सन भएको छ। सिम्पल तरिकाले कस्तो रिएक्सन गर्दै रहेछ हामी तपाईहरुलाई प्र्याक्टिकली एक्सपेरिमेन्ट गरेर यसमा चाहिँ तपाईहरुलाई देखायौं है त। त साथीहरु अब हामी तपाईहरुलाई एकचोटी फेरि तपाईहरुलाई चाहिँ हामी यो मार्फत चाहिँ हुन्छ। तपाईहरुलाई हामी यस्तै खालका प्र्याक्टिकल भिडियोहरु, एक्सपेरिमेन्टहरु र तपाईहरुको नयाँ नयाँ च्यालेन्जेसहरु हामी यो भिडियो मार्फत लिएर आउने नै छौं। त साथीहरु तपाईहरु हाम्रो YouTube च्यानलमा पहिलो चोटी आउनु भएको छ भने हाम्रो यो YouTube च्यानललाई सब्स्क्राइब गर्न र यो भिडियोलाई लाइक र शेयर गर्न पनि नबिर्सनु होला। त साथीहरु आजको भिडियोमा यति नै। थ्यांक यू फर वाचिङ दिस भिडियो। बाइ बाइ।